एउटा कहानी सुनाउँछु तिमीलाई, नाङ्गो रुखको कहानी। एउटा हरियो रुख थियो। जबसम्म त्यो हरियो थियो तब उसका पछाडि हजारौँ लोक थिए। त्यो हरियो रुख बोलेका हरेक कुरा राममान हुने गर्थ्यो। सबैले उसलाई सम्मान गर्थे र जे पर्दा पनि उसलाई साथ दिन्थे। तर अचानक एक दिन त्यो रुखको पात झर्न थाल्यो र बिस्तारै त्यो नजिकिएकाहरू एक दुई गर्दै टाढिन थाले। पात झर्दा झर्दै त्यो रुख पनि नाङ्गो भयो। जब त्यो रुख पुरै नाङ्गो भयो तब उसका पछाडि कोही पनि थिएनन्। ऊ एक्लो भयो। वरिपरि भएका ती अरू हरिया रुखले उसको नाङ्गोपनको खुब आलोचना गर्थे, उसको मजाक बनाउँथे। तर नाङ्गो रुखले भने कहिले तिनीहरूलाई जवाब फर्काएन। समय बित्दै गयो र एक दिन त्यस्तो समय आयो कि त्यो नाङ्गिएको रुखमा पालुवा पलाउन थाले अनि ती अरू हरिया रुखहरूका पात झर्न थाले। पालुवा पलाउँदै गर्दा त्यो रुखले कहिले घमण्ड गरेन र ती रुखको मजाक पनि बनाएनन्। अचम्मको कुरा त ती हिजो टाढिएकाहरू त्यो रुखको पालुवा पलाएको देखेर नजिकिन पो थाले। तर त्यो रुख मूर्ख भने थिएन। ती टाढिएकाहरूलाई वास्ता नगरी खुसी खुसी जिन्दगी बिताउन थाले। घमण्डमा